स्वास्थ्य बीमा अनेक चाहिँ हामीले मागहरू उठाएका थियौँ। ती मागहरू अझसम्म पनि कार्यान्वयन कतैबाट भएको छैन। कुनै पनि छलफलहरूमा हामीलाई डाकिएको छैन। अब विभिन्न जेन्जी ग्रुपहरूबाट वार्ता समितिहरू धमाधम बनाउने, प्रेस रिलिज गरिएको छ। शहीद परिवार भनेर राखेको छ, हामीलाई सम्पर्क पनि छैन, हामीलाई नाम पनि दिएको छैन। र हामीले हाम्रो मागहरू स्पष्ट राख्दाखेरि सिंहदरबारतिर चाहिँ अब ती मागहरूको विषयमा छलफल गर्न जाँदाखेरि समेत एउटा यी मागहरू पुरा गर्नेको त परै छोडौँ, एउटा चाहिँ तपाईँको त्यो गेटबाट भित्र छिर्न समेत हामीलाई पासको व्यवस्था पनि गरिएको थिएन। त्यहाँ गेटमै हामी चाहिँ तपाईँको 3-4 घन्टा कुर्नुपर्ने, भित्र 10 जनालाई फोन गर्नुपर्ने, बाहिर चाहिँ त्यो शहीद परिवारको रगतबाट बनेको सरकारभित्र चाहिँ सोफामा एसीको रुममा गएर बसेर आराम गरेर बस्ने, हामी बाहिर घाममा पानीमा चाहिँ रुजेर फोन गरेर छिराइदिनुहोस् न हाम्रो कुरा छ भनेर यो एउटा चाहिँ दुःख लाग्दो तरिकाले बाहिर बस्नुपर्ने र 10 जनालाई फोन गर्नुपर्ने चाहिँ त्यो देखेको हुनाले र यो 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 हामीले चाहिँ यो अनुभव आजको दिनसम्म आइपुग्दै गर्दाखेरि जति पीडा हामीलाई छ त्यो पीडा चाहिँ उहाँहरू जो सरकारमा बस्नु भएको छ, जो जेएनजी टिम भनेको छ, उहाँहरूमा त्यो पीडा म देख्दिनँ। त्यो पीडा देखेको भए कुरामा, भावनामा, मिडियाको अगाडि, प्रेसको अगाडि त्यो एउटा संवेदनाको हिसाबले, त्यसको सिम्प्याथी गेन गर्नेको हिसाबले सबैले आफ्नो तरिकाले भन्ने एउटा पार्ट भयो। तर त्यसको एक्चुअल रिजल्टमा चाहिँ साथ दिने गरी कसैले पनि गर्नुभएको छैन। आजको दिनसम्म हामीलाई त्यो यी चिजहरू हामीले पाएका छैनौँ, कसैले सम्पर्क पनि गर्नुभएको छैन। सिम्प्याथी चाहिँ फेरि सबैलाई चाहिएको छ। जेएनजीका टिमहरूको पनि फ्र्याक्सन भएर अब कोर टिम शहीद परिवार छ, यो शहीद परिवारलाई चाहिँ यसको सिम्प्याथी गेन गर्न पाए त्यो पावर संरचनामा रहिरहन पाइन्छ भन्ने उनीहरूलाई सधैँ छ र हामीलाई चाहिँ ढालको रूपमा युज भइरहेको हामीलाई अनुभूति भएको छ। र यो सम्पूर्ण चाहिँ हाम्रो मागहरू कार्यान्वयन गर्ने त कुरै छोड्दौँ, त्यहाँ के भइरहेको छ, के छलफल चलिरहेको छ, कहाँ अड्किरहेको छ, कारबाही किन भइरहेको छैन, छानबिनले के गर्यो, क्याबिनेटमा कस्ता खालका हुन्छन्, यी सबैमा हामी बेखबर छौँ। हामीलाई कहिले मन्त्री क्याबिनेटले पनि बोलाउँदैन, कुनै छलफलमा पनि बोलाउँदैन। अब प्रधानमन्त्री जुन हाम्रै रगतमा गएर बस्नुभएको छ, उहाँलाई टाइम माग्नलाई हामीलाई अब चाहिँ त्यो फोन गरेर भनेर रिक्वेस्ट गरेर उहाँको सेड्युल मिलाएर हामीले गर्नुपर्ने हुन्छ। हामी पीडा चाहिँ हामी यहाँ दिनदिनै खपिरहेका छौँ। दिनदिनै हाम्रो चाहिँ 30 दिन भयो होला, 30 दिन राम्रोसँग सुतेका पनि छैनौँ, राम्रोसँग खाएका पनि छैनौँ। खाली पेट तपाईँको चाहिँ 30औं दिनसम्म हामी सडकमा छौँ। न्याय यही हो त? हामीले बनेको सरकार, ल प्रतिपक्षको सरकार, एमाले काङ्ग्रेसको सरकार भए पनि धरना दिनुपर्ने, यो दिनुपर्ने, सडकमा आउनुपर्ने भन्न सुहाउँथ्यो। हाम्रै रगतमा बनेको छ, अझै पनि हामी सडकमा छौँ भनेपछि न्याय हामीले कतिको पाएनौँ त्यो तपाईँहरू सबैले त्यसलाई मूल्याङ्कन आफैले गरिहाल्नुहुन्छ होला। र यही कुरालाई हामीले एकदम मध्यनजर गरेर यो जति पनि हामीलाई चाहिँ ललाइ फकाइ ढाल प्रयोग गर्ने, संवेदना दिने, हामी छौँ, लड्छौँ, हुन्छ यहाँ त्यहाँ भनेर केही पनि नहुने रहेछ भनेर हामी एउटा ठोस निर्णयमा पुग्यौँ। त्यो हुनाले चाहिँ हामीले हाम्रो शहीद परिवारको तर्फबाट यो मन्त्री परिषदको क्याबिनेटमा जति अब चाहिँ बन्न बाँकी भएका विभिन्न मन्त्रालयको क्याबिनेटमा हाम्रो चाहिँ शहीद परिवारभित्रैको पनि विज्ञ मान्छेलाई चाहिँ त्यो क्याबिनेटमा अनिवार्य रूपमा, यो हामीले भिख माग्ने कुरा होइन, यो हाम्रो हक हो। हाम्रो रगतमा उहाँहरू प्रधानमन्त्री बन्न सक्नुहुन्छ भने हाम्रो शहीद परिवारबाट विज्ञ हामीले क्याबिनेटमा मान्छे भिख माग्नु पर्दैन, यो हाम्रो अधिकार हो। बन्छ भने हाम्रो बन्छ, बन्दैन भने कसैको पनि बन्दैन यो। किनभने हामीले यति दुःख पाइराख्ने, उहाँहरू आफ्नो उमा लागिराखेर यो कहिले पनि भएन। एउटा जब मान्छे रोजगारी, एउटा 78 चाहिँ जना परिवार छ, उहाँहरूको एक जना परिवार रोजगारी दिनलाई एउटा मन्त्रालयमा काफी हुन्छ। हामीले देखेका छैनौँ। र निजी सचिवालय हुन्छन्, तपाईँको समिति हुन्छ, उपसमिति हुन्छ, एउटा रोजगारीमा दिनु पर्दैन। हाम्रो मन्त्री बनाइदियो भने त थिएनौँ नि हामीले। त्यो कुनै पनि चिज भएको छैन साथीहरू। प्राइभेट कम्पनीहरूबाट अफर चाहिँ हामी दिन्छौँ भनेका छन्। प्राइभेट कम्पनीको त्यो उहाँहरूको कर्तव्य होइन नि, कर्तव्य त सरकारको हो नि त। उहाँहरूले एउटा सहानुभूति देखाउनु पर्ने एउटा आफ्नो ठाउँमा छ त्यो। र अर्को कुरा छानबिनको कुरा, यो चाहिँ कारबाहीको कुरा हामीले प्रहरी परिसर गएर हेर्नुपर्ने। प्रहरी परिसर यो मन्त्रीमण्डलै हाम्रो छ, गृहमन्त्री हाम्रो हुनुहुन्छ, प्रधानमन्त्री हाम्रो हुनुहुन्छ। गृहमन्त्रीले कारबाही गर्न सक्नुहुन्न भने प्रेसमा आएर मलाई यस्तो यस्तो भयो, मैले यतिसम्म गरेँ, मैले कारबाही गर्न सक्न भनेर हात उठाइदिए भइगयो त। हामी शहीद परिवार त्यहाँ जान्छौँ, हामी आह्वान गर्छौँ, यसरी नै प्रेस मिटबाट आह्वान गर्छौँ, ल तपाईँहरूमध्ये को चाहिँ गृहमन्त्री बनेर कारबाही गर्न सक्ने योजना सहितको मान्छे को हुनुहुन्छ, कुन योजना सहित तपाईँ कारबाही गर्न सक्नुहुन्छ, आउनुहोस् भनेर हामी हेरेर त्यो मान्छे बस्छ नि त। गर्न नसक्ने मान्छे किन बस्ने? उहाँहरू अब अहिले आफ्नो पोलिटिकल पावर जोगाउन, यसपछिको भोलि चुनावको माहौल जोगाउन, आफ्नो चाहिँ भोलि अब दीर्घकालीन बनाउनेतिर लागिसक्नुभयो। त्यो गेममा हामीले बुझिसकेका छौँ। अब शहीद परिवारको यो मुद्दा एउटा सिम्प्याथी गेन गर्ने भन्दा अरू उहाँहरूले केही पनि छैन। त्यो भएर हामीले चाहिँ हिजोको दिनमा सबैजना हामी निर्णय
निर्णय गरेर क्याबिनेटमा पठाउने भन्ने हिसाबले चाहिँ दुईटा चाहिँ हामीले निर्णय गरेका छौँ सबैजना बसेर। त्यो निर्णय गरे पश्चात हामीले प्रधानमन्त्री कार्यालय र अहिलेको सम्पूर्ण जुन मन्त्री बनेको ऊर्जा मन्त्रालय, तपाईँको कृषि मन्त्रालय, अर्थ मन्त्रालय सबै ठाउँमा दर्तासहित भरपाईसहित हामीले गरेर चाहिँ त्यहाँनिर निजी सचिवालयमा दर्ता समेत गराएर आज तपाईँहरूको समक्ष आएको छौँ। अरू यसमा अब खासै कुरा केही पनि छैन। पीडा वेदना तपाईँहरू सुरुवातको दिनदेखि देख्नु भएको छ। जेनजीहरूको टिमको आफ्नो झगडा चलिरहेछ, कोहीको के चलिरहेछ, हामीलाई कसैको मतलब छैन, कसैले हामीलाई मतलब गरेका पनि छैनन्। आज पनि विभिन्न ठाउँमा कार्यक्रम कसैको कहाँ छ हामीलाई खबर छैन, केही पनि छैन। यो यस्तो भइरहेको छ। सबै आफ्नो चाहिँ निजी स्वार्थमा लागेर यो खतम बनाइसकेका छन्। यहाँनिर चाहिँ जति भाषण दिए पनि जति गरे पनि पीडा कसैले भोगिनन्। त्यही भएर यो अब अनिवार्य चाहिँ हुनुपर्ने रहेछ है योमा भन्ने विषयमा हामी ठोसमा 30 दिनको दिनमा आइसकेपछि यो हुनुपर्ने रहेछ भनेर हामीले गरेका छौँ। म तपाईँहरू समक्ष हामीले प्रधानमन्त्रीज्यू कार्यालयमा र सम्पूर्ण चाहिँ अहिले बनेको मन्त्री क्याबिनेटमा दिएका कुराहरू चाहिँ हामीले राखेको म हजुरहरूको सामु पढेर सुनाउँदैछु। यो बगैँचा तपाईँको छापसहित हामीले दर्ता नम्बरसहित गरेर आएका छौँ। यो म भन्छु। सम्मान्य प्रधानमन्त्रीज्यू, मिति 2082 6 महिना 22 गते बोधार्थ सामान्य अर्थ सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रीज्यू, बोधार्थ सामान्य ऊर्जा जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्रीज्यू, बोधार्थ सामान्य गृह मन्त्रीज्यू, बोधार्थ सामान्य उद्योग वाणिज्य तथा आपूर्ति कानुनी न्याय तथा संसद मामिला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीज्यू, बोधार्थ सामान्य शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यू, बोधार्थ सम्मान्य कृषि तथा पशुपक्षी विकास मन्त्रीज्यू, बोधार्थ सामान्य सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू। विषय मागपत्र सम्बन्धमा सम्मान्य प्रधानमन्त्रीज्यू, हाल मन्त्री परिषदमा विभिन्न मन्त्रीहरूको छनौट प्रक्रिया तथा विभिन्न आयोग तथा समितिहरू बनाउने प्रक्रिया व्यापक रूपमा छलफल चलिरहेको सूचना हामीले पाएका छौँ। तर दुःखलाग्दो कुरा, हामीले हाम्रो मागपत्रमा स्पष्ट रूपमा राख्दै पनि आजसम्म पनि कुनै पनि छलफलमा हामी शहीद परिवारको प्रतिनिधि राखिएको पनि छैन तथा सम्पर्क पनि गरिएको छैन। तसर्थ हाल थप हुने मन्त्री परिषदमा हाम्रो मागहरू कार्यान्वयन गराउन पहरेदारीको रूपमा तथा जेन्जी आन्दोलनको मूल मर्मअनुसार कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको अनुभवी योग्य व्यक्ति हुनै पर्ने सर्वसम्मत आह्वान तथा जेन्जी आन्दोलन जुन मागको लागि भएको त्यो सो माग पुरा गराउन समेत हामी शहीद परिवारको तर्फबाट तपसिलका प्रतिनिधिलाई मन्त्री परिषदमा अनिवार्य सहभागी गराउनुपर्ने मागसहित सर्वसम्मत सिफारिस गर्दछौँ। तपसिल 1 मा जिल्ला सिराहा धनगढीमाई नगरपालिका 2 बस्ने वर्ष 49 का दीपक चौधरीलाई मन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षा अनिवार्य रूपमा। 2 मा कामनपा वडा नम्बर 4 चण्डोल बस्ने वर्ष 63 को भोज विक्रम थापालाई मन्त्री खानेपानी मन्त्रालय अनिवार्य। माथिका 2वटा मन्त्रालयमा आवश्यक पर्ने सम्पूर्ण बोर्ड समिति उपसमितिहरूमा शहीद परिवारहरूको तर्फबाट मात्र प्रतिनिधि समावेश गरिनेछ। हामीले गरेको यो माग तथा सिफारिसलाई गम्भीर रूपमा लिई तत्कालै पुरा गर्न अनुरोध गर्दछौँ। साथै हाम्रा यी मागहरू पुरा नगरी शहीद परिवारको मागलाई व्यवस्था गर्ने कोसिस गरिन्छ भने हामी शहीद परिवार सङ्घर्ष समिति तुरुन्तै कडा तथा सशक्त आन्दोलनमा जाने चेतावनी पनि दिन चाहन्छौँ र त्यसबाट उत्पन्न हुने सबै प्रकारका परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेछ भनेर हामीले यो पत्र चाहिँ लेखेर सम्पूर्ण शहीद परिवारहरूको हामीसँग उपलब्ध भएअनुसार कति त अब सम्पर्कमा पनि हुनुहुन्न, म आह्वान पनि गर्न चाहन्छु अझै पनि सम्पर्कमा नहुनुभएकोहरूले सम्पर्क गर्नुहोला। यो सबैजनाको हितमा हामीले यो लडाइँ लड्दा थाहा पाएर यतिको निर्णय गर्नै पर्ने रहेछ भनेर गरेर सम्पूर्ण चाहिँ हस्ताक्षर सहित यसमा एट्याच गरेर यो सम्पूर्ण मन्त्रालयमा 1 कपी उहाँहरुकोमा छ, चाहिँ 1 कपी हामीसँग छ। यो चीज स्पष्ट, यो चाहिँ हामीले अब प्रधानमन्त्रीज्यूसँग पनि भोलि हामी समय माग्दैछौँ। त्यो समयमा पनि हामी 5 जना जान्छौँ, 1 जना 2 जना हैन, हामी कोर टिमको जुन हामी छौँ 5 जना गएर हामी स्ट्रेट कुरा राख्छौँ। हामीलाई कसैको अगुवाई पनि चाहिएन, कसैको पनि चाहिएन। समर्थनमा तपाई हामीहरुको पछाडी बसेर हाम्रो लिड गरेर हैन, तपाईहरु हाम्रो पछाडी बसेर समर्थनमा आउनुहुन्छ भने जुनसुकै नामका जेन्जी भए पनि हामी त्यसको लागि धन्यवाद पनि दिन चाहन्छौँ, आउनुस् पनि भन्न आह्वान पनि गर्न चाहन्छौँ। तर यो हाम्रो नाममा सिम्पेथी गेन गर्ने 30 दिनसम्म चाहिँ मतलब नगर्ने, तर हाम्रै चाहिँ सिम्पेथी गेन गरेर त्यो चाहिँ भर्याङ चढ्ने, हाम्रो काँधमा चढ्ने कोसिस गर्न चाहनुहुन्छ भने चेतावनी पनि दिन चाहन्छु। र सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई पनि यो मागपत्रलाई तत्कालै
कार्यान्वयन गर्न हामीलाई वार्ता समितिमा हामी जेएनजीको यो जेएनजी फेन्जी वार्ता समितिमा हामीलाई मतलब भएन। अब शहीद परिवारको वार्ता समिति 500 जनाको टिमले जान्छ, आफ्नो कुरा राख्छ, हाम्रो क्याबिनेटमा मान्छे हुनुपर्छ। अब हामीले यो न्याय हामीले कसरी पाउँछौँ भन्ने कुरा हामीले अनुभव गरेर थाहा पाइसकेका छौँ। हामी त्यो सुशीला कार्कीज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु, वार्ता समिति तुरुन्तै बोलाएर अरू काम छोडेर भए पनि, किनभने तपाईँ हाम्रै रगतमा बन्नुभएको प्रधानमन्त्री हो, तपाईँले अरू काम छोडेर भए पनि हामीलाई बोलाउनुहोस्, यो हामीले गरेका माग विषयमा छलफल गरेर यसलाई गर्नुहोस्। र अर्को कुरा, यसमा दुईवटा मन्त्रालयको माग गर्दै गर्दाखेरि युवा तथा खेलकुद मन्त्रालयको पनि हाम्रो कुरा चाहिँ हामीले माग गरेका छौँ। 3टा मन्त्रालयको एकजनाको अब युवा तथा खेलकुदमा चाहिँ नाम हामी फाइनलाइज गर्दैछौँ, त्यो गरेर हामी दिन्छौँ। मुख्यतया 3टा मन्त्रालय चाहिँ हामीलाई हुनैपर्छ। शहीद परिवारकोबाट हामी मान्छे विज्ञ छानेर पठाउँछौँ, त्यो मन्त्रालयमा हुनुपर्छ। र कारबाहीको कुरामा के छ भने हामीले नाम किटान गर्ने, हामीले ठोस किटान गर्ने कारबाही छानबिन समिति गठन गरिएको छ। चाहिँ छानबिन आयोगहरू छन्, नेपाल सरकारका विभिन्न चाहिँ समितिहरू छन्, विभिन्न चाहिँ विभागहरू छन्, त्यो हामीले चाहिँ जाहेरीहरू सबै दिइसकेका छौँ। यो चिज भनेको छानबिन आयोगबाट गठन हुनुपर्ने छ, यो किन ढिलाइ भइरहेको छ? अब हामीले कसको अब यो हाम्रै रगतबाट बनेको सरकारको विरोध गर्नुपर्ने हो भने हामी तुरुन्तै सिंहदरबार अगाडि आएर आन्दोलन गर्ने चेतावनी पनि दिन चाहन्छु। यति भन्दै हाम्रो यहाँ उपस्थित हुनुभएका मिडियाकर्मी साथीहरूलाई धन्यवाद दिन्छु। यसपछि हाम्रो श्रीराम चौलागाई जो चाहिँ ग्लोबल कलेजको स्कुलको ड्रेसमा जुन माथिबाट गोली लागेको जुन दृश्य देखिनु भएको थियो, त्यो जुन भाइरल भएको थियो, उहाँको चाहिँ बुवा हुनुहुन्छ, उहाँले आफ्नो भनाइ राख्नुहुन्छ। र मेन आज हामी उपस्थित भएको अरू कुनै छैन मिडियाकर्मी साथीहरू, यसलाई तोडमोड भन्दा पनि विशेष तपाईँहरूले पनि हाम्रो मागलाई जोड दिएर यसलाई नै बढी चाहिँ पब्लिस गरिदिनु हुन अनुरोध गर्दछु। अब त्यो तोक मात्र लगाएर न्याय नहुने रहेछ, तपाईँको त्यो कार्यान्वयन नभएसम्म त्यसको न्यायको प्रतिविधि नहुने भएको भएर एउटा त्यो मन्त्रालयमा हाम्रो मान्छे शहीद परिवारबाट 3टा मन्त्रालयमा जाने बित्तिकै, मन्त्री बनेर जाने बित्तिकै अहिले जति पनि शहीद छन् ती शहीदले अटोमेटिक रोजगारी पाउँछन्। हामीले पनि स्ट्रेटेजिकली जानै पर्ने देखियो, होइन भने हामीले न्याय नपाउने देखिएको भएर यो 3टा मन्त्री चाहिँ 3टा मन्त्रालय अन्तर्गतको 3टा मन्त्री भनौँ न, त्यो चाहिँ अनिवार्य रूपमा हामीलाई क्याबिनेटमा चाहिन्छ नै। हाम्रो माग स्पष्ट माग यही नै हो। अब अरू त तपाईँको यो चाहिँ कारबाहीका कुरा, मागका कुरा त 30 दिन भइसक्यो। यो प्रत्येक चिठी हाम्रा मागपत्र हरेक मन्त्रालयमा छन्, यो हाम्रो चाहिँ कारबाहीका कुरा हरेक मन्त्रालयमा छन्। अब अरू के भनौँ हामीले, अब छाती खोलेर चिरेर देखाउने भन्दा अर्को अप्सन केही पनि छैन। सबै उहाँहरूसँगै छ, हतियार डाडो उहाँहरूसँग छ, पुण्य उहाँहरूसँग छ, स्रोत उहाँहरूसँग छ, साधन उहाँहरूसँग छ। हामीले चिच्याइराख्नुपर्ने आवश्यक थियो र भने मन्त्री हाम्रै रगतबाट बन्ने कि हात उठाइदिनु पऱ्यो, हामी सक्दैनौँ भन्नु पऱ्यो। अब सुशीला कार्कीज्यू उहाँ जतिको ज्ञानी, उहाँ जतिको चाहिँ कानुन भएको कारबाही कसरी गर्ने, माग कसरी पुरा गर्ने, कुन सरकारी, सबै उहाँलाई थाहा छ। चाहिँ गृहमन्त्री कानुनको चाहिँ सबै उहाँलाई थाहा छ। कसले गर्छ, कसले त माथि आकाशबाट आउने त होइन। यो हामीले अहिलेको अनुभूतिमा यस्तो हाम्रो एजेन्डा, राजनीतिक एजेन्डासँग त यो लडाइँ अझै छ। यो भ्रष्टाचार सुशासन भनेको आजको भोलि चेन्ज हुने पनि होइन, यो बाँकी छ हेर्न। तर मेन कुरा हाम्रो रगतबाट बने त हामीले त न्याय पाएको छैन, अरू त के कुरा गरौँ र, अरू त कुरै छोडिदिउँ, त्यो त कहाँ हो नि। अनि हामीलाई चाहिँ के हो भने एटलिस्ट हाम्रो रोजगारी, स्वास्थ्य, बिमा, भोलि घाउ चाहिँ ऊ छ, एउटै मात्र सन्तान भएको दाइहरू जस्तो मान्छेले गुमाउनु भएको छ, उहाँहरूको सहारा को? भोलि चाहिँ यो चाहिँ शहीद परिवार अब ज्यान त गुमाइसक्नु भयो। प्रत्येकले सिङ्गल फ्यामिली हुनुहुन्थ्यो हिजोको दिनमा, आज युनाइटेड हुनुभएको छ। अब यो युनाइटेडलाई भोलिको दिनसम्म युनाइटेड बनाइराख्नलाई अब त ती हाम्रो जुन सन्तानले चाहिँ ज्यान गुमाए, जुन एजेन्डाको लागि गुमाए, त्यसको जिम्मेवारी पनि त हाम्रो काँधमा आयो नि त। अब उनीहरूले त ज्यान गुमाए, तिनीहरूले जसको लागि ज्यान गुमाए त्यो हो। यसको लागि पनि युनाइटेड हुनलाई एउटा चाहिँ बनलाई हामीले एउटा प्रतिष्ठानको पनि हामीले अगाडि सारेका छौँ। यो एज अ गभर्मेन्टको बडीकै रूपमा शहीद जेएनजी शहीद प्रतिष्ठान भनेर बनाउने भनेर हामीले भनेका छौँ। त्यो प्रतिष्ठान बनाइसकेपछि सबैलाई युनाइटेड पनि हुन्छ। यही शहीद परिवार युनाइटेड भएपछि भोलि एजेन्डामा त्यसरी फाइट गर्न सकिन्छ। क्याबिनेटमा चाहिँ हामीले साह्रै दुःख पायौँ, रातभरि चाहिँ बालटारमा, कहिले सिंहदरबारमा, कहिले प्रहरी कार्यालय अगाडि, कहिले कहाँ सुते। यो 30 दिन छ क्या, 1 दिन 2 दिनको कुरा होइन क्या। 30 दिनै हाम्रो चाहिँ न रातको निन्द्रा न दिनको भोक कुनै पनि त्यो छैन क्या। अनि फेरि कोही आएर हामीलाई सपोर्ट गर्ने पनि होइन। फेरि तपाईँको अब अहिले आफ्नो एजेन्डा लिएर कोही माइती घर, कोही कहाँ त बसिरहेछन्, तर हाम्रो कोही पनि छैन क्या यो ऊ गर्न। अनि अब यो को देवता, को रावण, को राम, केही हामीलाई कोही पनि चिन्दैन क्या, मान्छे कोही चिन्दैन यहाँ। प्रधानमन्त्री को कसको फेभरमा, गृहमन्त्री को कसको फेभरमा, यो केही पनि चिनेन। ऊ हात उठाइदिए हुन्छ। म त प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्यूलाई तपाईँहरू सक्नुहुन्न, त्यो गर्नुहुन्न भने तपाईँ त्यो हाम्रो रगतमा लतपतेर त्यो कुर्सीमा बसेर काम छैन, छोडिदिनुहोस्। बरु यो हाम्रो गर्न सक्नुहुन्न भने छोडिदिनुहोस्। बरु कोही अरू मान्छे हामी चाहिँ शहीद, यो केही समय त शहीद परिवारको चाहिँ होला, भोलि चुनाव भइसकेपछि अर्को आउने कुरा होला। बरु जसले गर्न सक्छु भन्छ, मिडियामा के होला नि त, योजना सहित आउने मान्छे होला नि, उसको पनि हेरौँ होला। गर्न नसक्ने मान्छेले त किन बसिराख्नु पऱ्यो त?
सबै थाहा छ उहाँहरूलाई, हामीभन्दा विज्ञ हुनुहुन्छ, हामीले सिकाउनु पनि पर्दैन, सबै थाहा छ त। प्रशासन उनीहरूकै सम्पूर्ण कर्मचारी उनीहरूकै, अनि गर्न नसक्ने भएपछि अब यो अनि हामीलाई ढाल बनाएर हुन्छ सधैँ? हामीले चाहिँ आइजिपीसँग हामीले चाहिँ मुद्दा गर्ने हो र? वकिलसँग हामीले लड्ने हो र? कर्मचारीहरू प्रत्येक कर्मचारीसँग हामी लड्दै हिँड्नुपर्ने हो भए किन गृहमन्त्री बन्नु पर्यो? गृहमन्त्री पद खाली गरेर चाहिँ कर्मचारीलाई दिए भइहाल्यो, प्रधानमन्त्रीको खाली गरिदिए भइगयो। सम्पूर्ण सुप्रिमो पावर लिएर आफू बस्ने लडाइँ जति चाहिँ हामीले लडिदिनु पर्ने। मन्त्रालयमा गएपछि के हो भने सर्वप्रथम ती मन्त्री जो हाम्रो मान्छे जान्छन्, यिनीहरूले अरू एजेन्डासँग अरूसँग भन्दा पनि यो हाम्रो शहीद परिवारले माग गरेको एजेन्डा त्यहाँ टेबल ठोक्छ। क्याबिनेटमा जहाँ भन्छ यो साथीहरू अरू काम होइन, पहिला चाहिँ जो शहीद परिवारको जुन घाउ चोट छ यसलाई मलम लाउने कसरी, यो चिजलाई यो 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 विधेयक भन्छ कि कानुन भन्छ कि यसलाई निर्णय भन्छ, यो चिजमा लानुपर्छ है, नत्र हाम्रो घोक्राउँछन् भन्छन्। हाम्रो पहिरेदारी हुन्छ उहाँ, हाम्रो वाचडग हुन्छ त्यो क्याबिनेटमा। ऊ त्यहाँ के भयो कि अब अहिले त हामीलाई केही पनि थाहा हुँदैन। हेर्नुहोस्, बालाटारमा चाहिँ तपाईँको साइरन बजेको गाडी छिर्छन्, पुलिसको स्कटिङ लिएर जान्छ, हामी त्यहाँ छिर्न पाउने पनि होइन। सिंहदरबारमा तपाईँको त्यहाँ चाहिँ त्यो गर्नुपर्छ, के कुरा हुन्छ छिर्न पाउने पनि होइन। अब अस्ति राति आइजिपीसँग त्यो के अरे कारवाहीको लागि मिटिङ बसी, हामीलाई केही थाहा पनि छैन। अब त्यो के हुन्छ कसो हुन्छ केही थाहा छैन। अनि एउटा पहरेदारी छैन, हामीलाई अरू स्वार्थ होइन कि स्वार्थ मन्त्री बन्ने स्वार्थ त्यो त्यस्तो स्वार्थ होइन हामीलाई। हाम्रो मान्छे त्यहाँ पहरेदारी चाहियो, एजेन्डा एजेन्डाको लागि हाम्रो ज्यान गुमाएको त्यहाँ के भइरहेछ कुरो भन्ने एउटा खबरदारी त चाहियो नि त हाम्रो मान्छे भन्ने हिसाबले हामीले क्याबिनेटमा हामीले अनिवार्य हो। यसको सल्युसनमा हजुरले भन्नुभएको क्वेसनको सल्युसनमा सुरुमा हामीले माग राख्ने हो होइन। एउटा चाहिँ हाम्रो शहीद परिवारको तर्फबाट यो चाहिँ माग भनेर अब प्रेस मिडिया मार्फत गयौँ, हामीले चाहिँ सम्पूर्ण मन्त्रालयमा दर्ता पनि गऱ्यौँ। अब चाहिँ सम्मान्य प्रधानमन्त्रीसँग भेट्ने कोसिस पनि गर्छौँ। खास कोसिस त गर्नै पर्ने थिएन, उहाँको कर्तव्य नै हो पहिला हामीलाई बोलाएर छलफल गराउनु पर्ने। अब त्यो कोसिस गर्नुपर्छ, विडम्बना त्यहीँ छ। फेरि अब उहाँको टाइम लिनु पऱ्यो, त्यहाँ गएर हामीले माग राख्छौँ। माग राखेर भएन भने हामी सिंहदरबार बाहिर आएर आन्दोलनमा सुरु गरिहाल्छौँ। हामी आन्दोलन गर्न सम्पर्कमा हामी ल्याउन जतिलाई हामी ल्याउँछौँ, जोडिने जतिलाई जोड्छौँ। कसैको दुर्गमताको हिसाबले आउनु असजिलो हुनसक्छ, कसैको चाहिँ काम व्यस्तता हुनसक्छ, तर जतिजना हामी लड्नलाई हामी लडेका छौँ। जुन दिन सुरुवातको दिनदेखि हामी कति ठाउँ र एकजना दुईजनाबाट सुरु भएको हो होइन, तीनजनाबाट सुरु भएको। हामी शहीद परिवारको यो जुन घाउ र हाम्रो यो छ नि, यो पीडा यति सशक्त भएको छ कि दुईजना भए पनि हामी लड्न सक्छौँ। जेनजी यो मेन कुरा त नामाकरण जेनजी भनेको हो तपाईँको 17-27 होइन, 17-27 जेनजी भने कति लाख होला नि त्यो। अब जेनजी भनेको कसलाई किटानी गर्ने जेनजी भनेर? सुदन गुरुङ किटानी गर्ने कसलाई जेनजी भनेको कसलाई? अब आज जेनजी एउटा जेनजी सुकेधारामा कार्यक्रम गरिरहेछ, अर्को जेनजी माइती घरमा कार्यक्रम गरिरहेछ, अर्को जेनजी सरकारको क्याबिनेटको वरिपरि घुमिरहेछ, अर्को जेनजीले खोइ कता कार्यक्रम गरिरहेछ भन्छ। हामीले कुन जेनजीलाई सम्बोधन गर्ने कि? अनि त्यही भएर त आफै जानुपर्ने भयो यहाँ। जेनजी कुन जेनजीलाई समात्ने भन्ने नै भएन कि यहाँ। जेनजी त अब हेर्नु है, हामी शहीद परिवार माइती घरमा बस्नुपर्छ, 5-6 जना आउँछन्, हामी जेनजी भनेर हाम्रो पुरा गर्छन्। बालटार जानुपर्छ, हामी जेनजी भन्छौँ, फरक अनुहारका आउँछन्, त्यो हामी जेनजी भन्छन्। अब कुन चाहिँ जेनजी भन्ने भने यहाँ त जेनजी अब कसलाई जेनजी भन्ने? हामीले आकाश झारिदिनुहोस् भने होइन, तारा ल्याइदिनुहोस् भने होइन। रोजगारी भनेको एउटा मन्त्रालयमा जाँदाखेरि चाहिँ 200 जना झोलेहरूलाई चाहिँ त्यहाँ जागिर खाइरहेछन्। निजी सचिवालयमा एउटा सचिवालयमा चाहिँ तपाईँको 20 जना त्यहाँ वरिपरि घुमिरहेछन्। हामी यो ग्रुप भनेको शहीद परिवार भनेको कति छ? 78 जना बढेर 100 जना होला ल, सपोज 100 जना हो कि 100 जना मान्छे भनेको एउटा मन्त्रालयको एउटा चाहिँ निजी सचिवालय, त्यस अन्तर्गतका समितिमा 200 जना 500 जना झोले जागिर खाएको त हामीले देखाएको छौँ नि त। झोलेहरूका चाहिँ हजुरबाउले नि खान्थे, बाउले नि खान्थे, छोराले नि खान्थे, नातिले नि खान्थे होइन। हाम्रोमा चाहिँ के हो भने जसको एउटा मात्र सन्तान थियो नि, जुन आमाको धेरैको छ त्यस्तो, एउटा मात्र सन्तान भएको बुढी आमाहरू छन्, एउटा मात्र छोरा भएको छन्, दाइको एउटा मात्र छोरा त बित्नुभयो होइन। अनि उहाँहरूको आमा बुवालाई चाहिँ कसले पाल्छ त? अनि अब के एजेन्डा बनाउनु पहिला ठुलो यसो भ्रष्टाचार मेटाउने ठुलो होला कि त्यो आमालाई गएर त्यहाँनिर त्यो एक गाँस चामल खुवाउनु ठुलो होला त? भर्ती चाहिने भनेर हामीले जागिर खानलाई त सिबी त्यो दायित्व त्यो होला नि त। अनि त्यो उसले के खाने त? यहाँ अहिले मान्छे मर्ने अनि सुशासनको कुरा भोलिलाई गर्ने होइन, सकिने भयो होइन, सकिने भयो। तर त्यो मिलेन, त्यस्तो भयो। सब कार्ड पनि बन्ने भयो, भोलि डिसिजन भएर भत्ता पनि आउने भयो, तर मान्छे मरिसक्ने भयो क्या। त्यतिखेरसम्म मान्छे मरिसक्ने भयो क्या। यहाँ कसैको घरमा अहिले तपाईँको काज क्रिया गर्ने पैसा सुध नभएर तपाईँको त्यहाँ उठाएर गरेको छ नि कि चामल पाकेको छैन। मलाई दिनदिनै फोन गर्छ। हामी यो अहिले तपाईँले देख्नुभएको 5 जना देख्नुभएको हो। हामी कस्तो भने सबैको हामी एक ढिक्कै छौँ, यसमा विवाद कुनै दुविधा नलिनु होला। हामी एक ढिक्का छौँ, हामी एक ढिक्का भएको भएर हामी उहाँहरू सबैको प्रतिनिधि भएर आएका हौँ। सबैजना यहाँ आउने पोसिबल पनि छैन, कोही गाउँमा हुनुहुन्छ, कोही अशक्त हुनुहुन्छ। अनि त्यो अशक्त भएकोलाई पाल्ने कसले त? कार्ड बनिन्छ उहाँहरू खाने के त? कसले खुवाउने त उहाँलाई?
भन्नुहोस् त। अनि प्राइभेट तपाईँको प्राइभेट एउटा कम्पनीले चाहिँ हामी जागिर दिन्छौँ एकजनालाई भनेर प्राइभेट कम्पनी आउन सक्छ भने सरकारले रोजगारी दिन सक्दैन एकजनालाई? के मन्त्री बनाइदेऊ सचिव बनाइदेऊ भनेर गार्डनरमा ल्याइदेऊ हेल्परमा ल्याइदेऊ ड्राइभरमा ल्याइदेऊ सक्दैन? त्यो तपाईँ सिंहदरबारभित्र छिर्नु 1000जना मान्छे छन् त्यहाँ रोजगारी खान सक्ने। अनि 100जनाको फ्यामिलीलाई तपाईँको पेसामा लाउन सकिन्न रोजगारी दिन सकिन्न? यो ठुलो कुरा होइन नि। मान्छे भोलि कार्ड बन्ने त्यो बन्ने भने त एउटा कोही पालिराख्दा कोही कमाइ खाइराख्ने भए त त्यो पनि सम्भव छ। यहाँ मान्छे मरिसक्यो मान्छे मरिरहेछ अनि घाउ एकतिर छोरो गुमाएको एकतिर घरमा ल्याएर खुवाउने छैन अर्कोतिर अनि चाहिँ तपाईँको उपचार भयो लगिदिने मान्छे छैन अनि बन्ने कहिले कार्ड मान्छे मरिसकेपछि उपचार भएर काम भयो हो। त्यो भएर यो सरकारले उठाओस् नउठाओस् भोलिको दिनमा बने झनै राम्रो भयो। तर नबनुन्जेलसम्म पनि हाम्रो मान्छे जो जान्छ त्यो मान्छेले त्यो चिज उठाउँछ के त्यो चिजलाई चाहिँ पहिले नै यो गर्नुपर्छ भन्छ। नगरे हामी घोक्राएर बाहिर निकालिहाल्छौँ नि फेरि अरू त कुरा हामीले पठाउँछौँ भने त त्यो राइट त हामीसँग छ नि त हामी घोक्रा निकाल्छौँ। यसले यस्तो एजेन्डाको कुरा भ्रष्टाचारका कुरा सुशासनको कुरा भनेको यो सरकारले पनि अन्तरिम सरकारले गर्न सक्ने कुरा पनि होइन। चुनावको म्यान्डेट भनेको भोलि सबैको यो राइट टु द भोट नै जान्ने हो। हामीले नै भोट हाल्ने हो। तपाईँ हामीले भोलि फेरि भोट चाहिँ त्यसैले हाल्ने अनि सबै चाहिँ सुशासन हुन्छ भनेर त्यो पनि हुने होइन। तर अहिले के भने यस्तो हुन्छ क्या कुनै पनि कुरा रेस्पोन्स गर्दा इमिडिएट रेस्पोन्स होइन त्यसपछि अर्जेन्सीको रेस्पोन्स त्यसपछि दीर्घकालीन रेस्पोन्स हुन्छ त्यो अनुसारले रेस्पोन्स दिने हो नि त। अनि यो अहिलेको इमिडिएट रेस्पोन्स भनेको त शहीद परिवारै हो नि साथीहरू सबै तपाईँहरूले देख्नु भएको छ नि त। रगत बगेर गिरी हातमा बोकेर हिँडेका छन् अनि ती आमा बाउलाई कसले गर्ने त्यो सेन्टिमेन्ट कसले गर्ने? त्यो बच्चा रोएर चाहिँ उहाँ कोही सङ्घ सभामा हुनुहुन्छ खाने मान्छे छैन लगिदिने मान्छे छैन त्यो हो क्या। त्यो भएर हाम्रो एकदम स्पष्ट हामीलाई प्रधानमन्त्रीले तुरुन्तै बोलाएर 3टा मन्त्रालयको क्याबिनेट हामीलाई दिनु पर्यो। यतिन्जेल साथ दिनुभयो धन्यवाद। यो घटनाक्रम भएदेखि हामी लगातार फिल्ड बाहिर बसेर मास्तिर सरकारले के गर्दैछ जेएनजीका साथीहरूले कस्तो तरिकाले जाँदै हुनुहुन्छ भनेर हामी पछाडिबाट निहालेर बसिरहेका छौँ। र अहिले यो 1 महिना आजसम्म 1 महिना भयो यो पिरियडसम्म हामीले सबैलाई निहालेर हेर्दाखेरि हामीले कुनै ठाउँबाट पनि कुनै पनि निकायबाट ठोस तरिकाले हाम्रो शहीद परिवारलाई समर्थन र सहयोग गर्ने ठोस मान्छे नै भेटाइएको छैन। यहाँ जेएनजीको साथीहरू अनेक थरी सुनिन्छन् हैन। कोही मिडियामा गएर हामी जेएनजी हामी 11 जनाको सदस्य टोली कहिले सुशीला कार्कीसँग वार्ता टोलीमा बसेको र हाम्रो माग यो हो भनेर उहाँहरू प्रस्तुत गरेको पनि सुनिराखेको छ हैन। त्यो पिरियडमा न कुनै शहीद परिवारलाई न कुनै शहीद परिवारको सदस्यलाई उहाँले अहिलेसम्म बोलाएर ल है तपाईहरुको के छ त विचार तपाईहरु कुन तरिकाले यो आन्दोलनमा सरिक हुनुहुन्छ भनेर उहाँहरूले कसैले पनि अहिलेसम्म हामीलाई सोधखोज गरेको छैन। त्यसकारणले गर्दाखेरि अब धेरै लामो कुरा नगरौं हैन। हाम्रो दुःख हामीसँगै छ हैन। जसको घरबाट छोरा भाइ भतिजा शहीद बनेका छन् हैन उहाँहरूलाई जति पीडा अहिले जति मिडिया बाजी गरेर हिँड्दै हुनुहुन्छ मै हुँ हैन म हो लिडर भनेर हिँड्दै हुनुहुन्छ उहाँहरूलाई त्यो पीडा छैन जति हामीलाई पीडा छ। त्यसकारणले गर्दाखेरि हाम्रो कमल भाइले अघि यहाँ सुनाइहाल्नुभयो हैन। हामीहरूलाई जसरी भए पनि 3वटा मन्त्रालय एनी हाउ शहीद परिवारलाई सुम्पिनु पर्ने हुन्छ। त्यसमा हामी शहीद परिवारको सम्पूर्ण टिम न त्यहाँ कोही जेएनजीको टिम हुन्छ न कुनै अरूको टिम हुन्छ। त्यहाँ सिर्फ सचिवालयमा जति पनि सदस्य चाहिन्छ सबै हामी शहीद परिवारकोबाट मात्रै जान्छौँ। त्यो मन्त्रालय हामीले यसरी लिड गर्ने हामीले योजना बनाएका छौँ। त्यसकारणले सम्माननीय प्रधानमन्त्रीज्यूलाई म विनम्रतापूर्वक आग्रह गर्दछु हैन हाम्रो मागलाई खेलबाड र जिस्काउनेतिर नजानु होला हैन। यो हाम्रो अन्तिम चेतावनी हो। हाम्रो माग 1 हप्ताभित्र हामीले 14 बुझी माग पनि दियौं। त्यो मागभित्र कतिपय पूरा पनि भए कतिपय पूरा पनि भएका छैनन् र अहिले 15 लाखको कुरा आयो। 15 लाख कतिले पाए मैले हिजो सूचना पाए अनुसार धेरै जनाले पाउनु पनि भएको छैन हैन। र म सुशीला कार्कीज्यूलाई यहीँबाट विनम्रताका साथ चेतावनी पनि दिन चाहन्छु। 1 हप्ताभित्र हजुरले शहीद परिवारको माग पूरा गर्नु भएन भने शहीद परिवार सशक्त रूपमा सिंहदरबारभित्र छिरेर हैन आन्दोलन गर्न एकदमै हामी रेडीमा बसेका छौँ।
र त्यो आन्दोलनले जति पनि कुराहरू निम्त्याउँछ हैन, त्यसको सम्पूर्ण जिम्मेवार अहिलेको अन्तरिम सरकारमा हुनुहुने मन्त्रीहरू, प्रधानमन्त्रीहरू र उहाँहरू नै जिम्मेवारी हुनुपर्ने हुन्छ। यो कुरो नर्मल नलिनु होला। हामीले धेरै हेर्यौँ, जेएनजी साथीलाई पनि हेर्यौँ, सरकारले पनि के गर्दैछ भन्ने। प्रत्येक दिन 10 बजेदेखि 4 बजेसम्म हामी सिंहदरबारभित्रै छौँ हैन। हामीहरूलाई शहीद परिवारलाई हामीहरूले सिंहदरबारभित्र गेट छिर्नको लागि 2 घण्टा 3 घण्टा त्यहाँ ल्याङ्गरिङ गर्नुपर्ने हामीहरूले हैन। उहाँहरूले त हामीहरूलाई ससम्मान सिंहदरबारको पास घर घरमा ल्याएर दिनुपर्ने हो। ल है, तपाईँहरूको विचारहरू के छ, तपाईँहरूको मागहरू के छ, त्यो राख्नको लागि तपाईँहरूलाई सिंहदरबारभित्र वेलकम छ। किनभने तपाईँहरूको रगतबाट बनेको हामी हौँ भनेर भन्नुपर्ने ठाउँमा हामी शहीद परिवारका मान्छेहरू गेटमा गएर 1 घण्टा कसलाई फोन गर्नुपर्ने, नाम दिन लगाउनु पर्ने, अनि मात्रै गेट पास हामीले पाउने। यो कुरो मान्य हुँदैन। उहाँहरूले 76 जनाको शहीद परिवारको यथाशीघ्र सिंहदरबारको गेट पास घर घरमा पुर्याउनु होला। यो कुरो म अनुरोध गर्न चाहन्छु। र अर्को कुरो म के भन्न चाहन्छु भने हामीहरूलाई यो कुनै 15 लाखको ज्यान होइन हैन। कुनै परिवारको छोराछोरीको कुनै परिवारमा 15 लाखको ज्यान छ जस्तो मलाई लाग्दैन हैन। यदि हाम्रो छोराछोरीले रगत 23 गते रगत नबगाइदिएको हो भने 23, 24 जति गते होस्, जतिजनाले रगत बगाइदिनु भएको छ, त्यो रगत नबगाइदिएको भए र यो आन्दोलन नभएको भए अहिलेको अन्तरिम सरकारमा जो मन्त्रीको नामावली लेखेर बस्नुभएको छ, उहाँहरूको नाम त्यो ठाउँमा पुग्ने थियो होला। ल कल्पना गर्नुहोस् त, उहाँहरू यो ठाउँमा पुग्नुहुन्थ्यो होला। त्यसकारणले यो सरकार सम्पूर्ण शहीदहरूको रगतबाट बनेको सरकार हो र यथाशीघ्र उहाँहरूले सबैभन्दा पहिला शहीदहरूको विचार सुन्नु पर्यो। शहीद परिवारको कहाँ के दुःख छ हैन, त्यसमा सम्बोधन गर्नु पर्यो। र अहिले म सुन्दैछु हामीहरूले किटानी जाहेरी पनि दियौँ। छोराछोरी मरेका छन् हैन, रगत बगाएका छन्, कसैको सम्पूर्ण परिवार उजाडिएको छ हैन, कसैको आशा भाँचिएको छ, आशा मरेको छ हैन। त्यो कारणले गर्दाखेरि म विनम्रतापूर्वकका साथ सरकारलाई यथाशीघ्र शहीद परिवारको भावना बुझिदिनुस् र शहीद परिवारको माग के छ त्यो कुरो पुरा गरिदिनुस्। हामीले ठुलो माग पनि राखेका छैनौँ। हामीहरूले भनेका छौँ शहीद परिवारलाई आजीवन घाँस बाँस स्वास्थ्य शिक्षाको ग्यारेन्टी लिनु पर्यो नेपाल सरकारले। आजीवन हैन, यो कुरो यथाशीघ्र आजीवन घाँस बाँस शिक्षा स्वास्थ्य, यो 4वटा चिजको नेपाल सरकारले आजीवन तुरुन्तै 1 हप्ताभित्रमा हामीहरूलाई यसको सम्पूर्ण रिजल्ट उहाँहरूले दिइसक्नुपर्ने हुन्छ। हामी उहाँहरूलाई 1 हप्ता पर्खन्छौँ। 1 हप्ताभित्र हामीहरूको यो कुरो सम्बोधन भएन भने हामी कसैलाई सोध्नेवाला पनि छैनौँ, कसैको अथोरिटी लिनुपर्ने जरुरी पनि छैन हामीहरूलाई हैन। हामी स्वतः स्फूर्त सिंहदरबार, हामी किन परिसर किन जाने, हामी पुलिस प्रशासन किन धाउने। गृहमन्त्रीको अन्डरमा रहेको गृह प्रशासनले उहाँले भनेको मान्दैन हैन, उहाँले भनेको टेर्दैन, उहाँले पक्राउ गर भनेको मान्छेलाई पक्राउ गर्न सक्दैन भने हैन, त्यो जिम्मा गृहमन्त्रीको हुन्छ। हामी गृहमन्त्री जान्दछौँ, हामी अरू कुनै परिसर या पुलिसको हेडक्वार्टरमा गएर जुलुस गर्ने, आन्दोलन गर्ने हाम्रो चाहना होइन। गृहमन्त्रीको अन्डरमा रहेको, प्रधानमन्त्रीको अन्डरमा रहेको हैन निकायले यदि उहाँहरूले भनेको मान्दैन भने के तरिकाले हुन्छ, उहाँहरूलाई तत्काल चेन्ज गरेर हुन्छ कि हैन, के गरेर हुन्छ, त्यो सोलुसन निकाल्ने जिम्मा नेपाल सरकारको प्रधानमन्त्री र गृहमन्त्रीको हुन्छ। यदि उहाँहरू यसमा सक्षम हुनुहुन्न भने उहाँहरूले भन्नु पर्यो, उहाँहरूले नेपाली जनतालाई बुझाइदिनु पर्यो, हामी शहीद परिवारलाई बुझाइदिनु पर्यो यो कारणले गर्दाखेरि हामी यो गर्न सकिरहेका छैनौँ भनेर। होइन भने उहाँहरूले मान्दिनु भएन हैन, यो कुरो हुन सकेन भनेर भन्नुहुन्छ भने त्यतिकै बिना आधिकारिक यस्तो खालको जवाब दिनुहुन्छ भने हामी त्यो कुरो मान्ने छैन। हामीलाई चेन्ज गर्नु पर्यो। जसरी पनि उहाँहरू यो सरकार बनेको के को लागि थियो, एक सुशासन
सुशासन दिन्छौँ भनेर, दोस्रो दोषीलाई कारबाही गर्छौँ भनेर, होइन, र तेस्रो चुनावमा हामी चुनाव गराउँछौँ भनेर, होइन। अब चुनाव हामीहरूलाई मतलब छैन, होइन। चुनाव उहाँले के गराउनुहुन्छ गराउनुहुन्न हामीलाई मतलब छैन, तर शहीद परिवारको सम्बोधन र हाम्रो मागहरू यथाशीघ्र उहाँहरूले पुरा गर्नुपर्ने हुन्छ, होइन। 3टा क्याबिनेट, यो कुरो सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले, होइन, सुनिदिनु होला। 3वटा क्याबिनेट शहीद परिवारलाई चाहियो। किन चाहियो भन्ने कुरोमा पनि हामीले बुझ्यौँ। 1 महिनाभित्र हामी हेरिराखेका छौँ, किनभने हामीहरूलाई भित्र गएर टेबल ठोकेर यो माग पुरा गराउने मान्छे पनि त्यो ठाउँमा चाहिने रहेछ, हामीले त्यो महसुस गऱ्यौँ। नभए हामीलाई मन्त्री खान हाम्रो छोराछोरीले रगत दिएका थिएनन्, तर तिनीहरूको सपना साकार पार्न तिनीहरूले दिएको बलिदान, होइन, खेर नजाओस् भन्नको लागि, खबरदारीको लागि पनि हामीहरूले क्याबिनेटमा जानुपर्ने स्थिति हामीहरूले महसुस गऱ्यौँ। त्यस कारणले गर्दाखेरि म धेरै लामो बोल्दिनँ, होइन। साथीहरू पनि हुनुहुन्छ, 1-2 शब्द उहाँहरूले पनि राख्नुहुन्छ। र अन्त्यमा म प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई विनम्रताका साथ अनुरोध गर्दछु, यथाशीघ्र हाम्रो माग सम्बोधन होस्, होइन। दोषीलाई यथाशीघ्र कारबाही होस्। यदि साधारण परिवारको मान्छेलाई कुनै घटना घट्यो, कसैले घटना घटायो भने पुलिस परिसरमा गएर नाम मात्रै दिँदाखेरि उहाँहरूले घोक्रे ठ्याक लगाएर लिएर आउनुहुन्छ, होइन। त्यसैले हामीले जाहेरी पनि दिएका छौँ। के गर्ने हो, यथाशीघ्र तपाईँले यो कुरो सुनिदिनु होला। यतिकैमा मेरो शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।